सडकमा बोलाउँदाखेरिमा तपाईहरू विद्यालयको या कलेजको पोसाकमै आएर यो सरकारका विरुद्ध 2वटा विषयमा केन्द्रित रहेर प्रदर्शन गर्नुस् भनिएको थियो। त्यो भनेको एउटा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध यो हट्नुपर्छ, किनभने आज मानिसको पेसा व्यवसाय हरेक कुरा सामाजिक सञ्जालसँग जोडिएको छ। अर्को, नेपाल भ्रष्टाचारीको मुलुक होइन, भ्रष्टाचार मुक्त नेपाल बन्नुपर्छ। हामीले यही देशमा आमा बुवाको काखमा बसेर आमाले पकाएको खाएर हजुरबुवा र हजुरआमाको आशीर्वाद लिएर काम गर्न जान पाउने अवस्था सृजना हुनुपर्छ। हामी बिहान घरबाट गएर बेलुकी घरमा फर्कँदा यो देशलाई आर्थिक रूपमा कुनै न कुनै प्रकारको योगदान गरेको हुनुपर्छ। नेपो बेबी ए बीचमा जे थपिएको प्रसङ्ग थियो, यो विश्वव्यापी ट्रेन्डिङ पनि थियो। त्यसले नेपालका नेता जसका छोराछोरी काम गर्दैनन् तर उनीहरू विशिष्ट प्रकारको जीवन बिताइरहेका थिए, उनीहरूको मुटुमा ढ्याङ्ग्रो ठोकेको थियो। यो आन्दोलनमा ती विद्यार्थीहरूलाई विद्यालयको पोसाकमा, ती युवा युवतीहरूलाई सडकमा उतार्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने एकजना पात्र हुनुहुन्थ्यो, जसले सामाजिक सञ्जाल मार्फत युवा युवतीहरूलाई बोलाइरहनु भएको थियो। तर क्रान्ति सम्पन्न भए पछाडि उहाँ सामाजिक सञ्जाल टिकटकमा केही दिन देखिनुभयो, तर सार्वजनिक कार्यक्रममा देखिनु भएन। थ्याङ्क यू। यहीँबाट सुरु गरौँ। हजुर, यो सेप्टेम्बर 8 को प्रदर्शनमा युवा युवतीलाई, आफू जस्तै साथीहरूलाई तपाईहरू सडकमा आउन जरुरी छ। यो पुस्तालाई स्वार्थी पुस्ता बनियो। यो पुस्तालाई आफू र आफ्नो प्रगति मात्र हेर्ने, देशभन्दा विदेश रोज्ने, बाउआमालाई यहाँ एक्लै छोड्ने पुस्ताका रूपमा व्याख्या गरियो। हामी त्यस्तो होइन। यो देश हामी परिवर्तन गर्छौँ। त्यसका लागि भ्रष्टाचार अन्त गर्न या हाम्रो मौलिक हक खोसिएको छ, यसलाई पनि खोल्नका लागि तपाईहरू सडकमा आउनुपर्छ भनेर बोलाउने तपाईँ। अनि युवाहरू सडकमा आए पछाडि उनीहरूलाई चाहिँ बिचल्ली बनाएर लुक्ने तपाईँ। किन त्यस्तो गरे? अनि यस्तो हो, अब हेर्नु, मैले त यो पहिले सेप्टेम्बर 8 भन्दा पहिला नै मैले जुन जुन ठाउँमा चाहिँ बोलेको छु, यो चाहिँ म खालि रिप्रेजेन्टेटिभ मात्र हो। हामीले चाहिँ यो हेडलेस मुभमेन्ट हेर्नु, मैले पनि अब अरूले पनि हाल्नु भइरहेको थियो देखेर, ल अब चाहिँ केही होला कि त देशमा, युवाहरू आएर चाहिँ एक्चुअली के चेन्ज ल्याउनु हुन्छ कि देशलाई केही राम्रो होला कि भनेर चाहिँ मैले सबलाई आह्वान गरेको है। यो पहिल्यैदेखि नै यसको टाउको थिएन, यो हेडलेस मुभमेन्ट हो। सबजनाको सानो 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 ग्रुप थियो। अब सबैजनाको भेला हुने ठाउँ त माइती घर हो। त्यो कारणले मैले आह्वान गरेको र मैले सुरुमै नै के भनेको थिएँ भन्दाखेरि, यो चाहिँ तपाईँको भनौँ रेभोल्युसन यदि